यदि तपाईँ घरमै लिचीको बिरुवा प्रसारण प्रचार गर्न चाहनुहुन्छ भने निम्न विधि अपनाउनुहोस्। सबैभन्दा पहिले राम्रो जातको स्वस्थ र सबल लिचीको हाँगा छान्नुहोस्। त्यसपछि धारिलो चक्कु प्रयोग गरेर हाँगामा करिब 1 देखि 2 इन्चको गहिराईमा रिङ गोलाकार आकारको काटाई गर्नुहोस्। काटेको स्थानमा काँचो बेसारको रस लगाउनुहोस्। यसले ढुसी र ब्याक्टेरिया लाग्नबाट जोगाउँछ। अब 250 मिलिलिटरको प्लास्टिकको गिलास लिई एक छेउ काट्नुहोस् र त्यसलाई हाँगामा राखेर इलेक्ट्रिकल टेपले राम्रोसँग बेर्नुहोस्। त्यस गिलासलाई भिजेको कोकोपिटले भरिदिनुहोस्। यदि तपाईसँग कोकोपिट छैन भने बगैँचाको माटो पनि प्रयोग गर्न सक्नुहुन्छ। त्यसपछि गिलासलाई पोलिथिन वा एल्युमिनियम फोइलले राम्रोसँग छोप्नुहोस् र जिप टाईले बाँध्नुहोस्। करिब 50 दिनपछि खोल्दा हेर्नुहोस् साथीहरू, कति राम्रो गरी जराहरू उम्रिएका छन्। जब जराहरू राम्रोसँग विकसित भइसकेका हुन्छन्, त्यसपछि सावधानीपूर्वक हाँगालाई मूल बिरुवाबाट काट्नुहोस्। अब त्यस बिरुवालाई गमलामा रोप्नुहोस्। त्यसपछि नयाँ बिरुवालाई राम्ररी पानी हाल्नुहोस्। 1 वर्षभित्र नयाँ बिरुवा फल दिन तयार हुनेछ।